ठिक छ जस्ट बिएलए के अरे टिबिएल एकाउन्ट बनायो अहिले स्टेट टेबल फेरि देखिन्छ होइन हामीलाई चाहिँ बिएलएल एसिसिओएनटी एकाउन्ट भनेर एड गरिदिउँ आयो बिएलएल एकाउन्ट छैन आउँदैछ पानीबाट बिजिया नआएको होला क्या अब के गरौँ त यो जुन छ नि यो कनेक्सन स्ट्रिङ त थाहा छँदैछ है कनेक्सन स्ट्रिङ कहाँबाट ल्याउने कनेक्सन स्ट्रिङ यहाँ डाइरेक्ट लेख्दा नि हुन्छ होइन यो केही ठुलो प्रब्लम नि भएन है हामीलाई स्ट्रिङ सिएनएन कनेक्सन एसटिआर मैले जसरी मैले पढाइसकेको छु क्यारे मैले टेन्सनै छैन नि डाइरेक्ट के थियो हाम्रो configuration CUNFIGURL configuration settings dot app settings है ना dot app settings my connection ठीक छ कनेक्सन एसटिआर लिहाल्यो यो नाम र यो नाम सेम छ दुईटा एसक्यूएल स्टेटमेन्ट लेख्यो उताबाट पठाउँदाखेरि चाहिँ एकाउन्ट ए एकाउन्ट बी पठाउनु पर्यो फर्मबाट र एमाउन्ट दुईटाको एउटाको जोडेर पठाउनु पर्यो एउटा घटाएर पठाउनु पर्यो त्यो दुईटाको एमाउन्ट पठाएर यहाँनिर त्यो अनुसारले घटाएको एमाउन्ट चाहिँ एसक्यूएल दुईटा एसक्यूएल स्टेटमेन्ट भयो दुईटा कमान्ड भयो एसक्यूएल स्टेटमेन्ट 1 को लागि एउटा कमान्ड भयो कमान्ड 2 भनेको अर्को स्टेटमेन्टको लागि भयो प्यारामिटर कमान्ड 1 मा नि प्यारामिटर पठाउनु पर्यो कमान्ड 2 मा नि प्यारामिटर पठाउनु पर्यो ठीक छ दुईटै एसक्यूएल ट्रान्ज्याक्सनलाई यहाँबाट स्टार्ट गरिरहेको छु कनेक्सन ओपन गरेँ अब यो कन्डट बिगिन ट्रान्ज्याक्सन छ नि बल्ल कनेक्सन ओपन गरेर ट्रान्ज्याक्सनमा यो सुरु गरेँ अब यो कमान्ड डट ट्रान्ज्याक्सनलाई के गर्ने त यो ट्रान्ज्याक्सन कनेक्सन ओपन गरेर बल्ल ट्रान्ज्याक्सन सुरु गरिरहेको छु ट्रान्ज्याक्सनमा ल्याएर राखेको कनेक्सन गरेर सबै कमान्डलाई ट्रान्ज्याक्सनमा ल्याएर राखेको त्यसपछि कमान्ड 1 मा एक्जिक्युट नन क्वेरी यस्तो गर्यो हो यदि बाइ द वे एक्जिक्युट नन क्वेरी भनेको त अपडेट भइसक्नु हो एउटा कमान्ड यी मिस्टेक आयो भने यदि दुईटै ठिक छ भने ट्रान्स डट कमिट हुन्छ भने चाहिँ ठिक छ भन्छ यहाँनिर प्रब्लम आयो भने के गर्छ त्यसले रोल ब्याक गरिदिन्छ यो रोल ब्याक फिचरले के गर्छ त हाम्रो रोल ब्याक गर्ने काम गरिदिन्छ केही नि हुँदैन त्यस्तै अब उताको डिटेल्स त लिएर आउनु पर्यो एउटा मेथड जुन मेथड छ नि उताको गेट डिटेल्स भनेर यो मेथडलाई के गरौँ त यो मेथडलाई लिएर आइदियो ताकि के अरे उसको कति एमाउन्ट हो त तान्नु पर्यो हामीले हो कति एमाउन्ट छ भनेर दिनु पर्यो नि त कति एमाउन्ट भनेर उमा आउनु पर्यो हाम्रो केमा हुन्छ हाम्रो यसमा होइन बिएलएल एकाउन्ट अब यसमा त आउनु पर्यो कति कति उसको एमाउन्ट हो एकाउन्ट आइडी दिने बित्तिकै त्यो गरेर गरेको हो यो चाहिँ डाटा टेबल एप सेटिङ भनिरहेको छ माथिको कनेक्सन एसटिआर युज गर्दै अरू केही गर्नु पर्दैन है त्यो एकाउन्ट नम्बर इज इक्वल टु @एकाउन्ट नम्बर भनेर लेखिरहेको छ ठिक छ एकाउन्ट नम्बर एकाउन्ट डिटेल्स उसले पाउँछ मान्छे हामीले के बनाउनु पर्यो यस्तै फर्म बनाउनु पर्यो राइट क्लिक गरेर एड न्यू प्रोजेक्ट गरौँ विन्डो फर्म यहाँ चाहिँ के अरे ट्रान्सफर एमाउन्ट होइन TRANS ट्रान्सफर AMOUNT एमाउन्ट जानलाई क्या ट्रान्सफर एमाउन्ट भनेर राख्यौँ अब यहाँ चाहिँ के गर्नु त यसको फर्मको यो सबै कपी पेस्ट गर्दै हुन्छ टाइम कम लाग्छ नि त नत्र बनाउनु पर्छ टन्नै टाइम लाग्छ कन्ट्रोल भी गरिदियो अब यहाँबाट ट्रान्सफर गरेँ नि एकाउन्ट नम्बर ए को दिने बित्तिकै ट्याब थिच्ने बित्तिकै यहाँ आउनु पर्यो एकाउन्ट होल्डर नेम र एमाउन्ट आउनु पर्यो भने चाहिँ यसको कुन इभेन्ट हो त कुन इभेन्ट हो यसको भ्यालिडेटिङ इभेन्टमा चाहिँ भ्यालिडेटिङ इभेन्ट यहाँ छ भ्यालिडेटिङ इभेन्ट यहाँ छ हो भ्यालिडेटिङ इभेन्टमा उताको बिएलएल ACCOUNT एकाउन्ट भनेर तान्यो BLAC इज इक्वल टु न्यू BLL एकाउन्ट डाटा टेबल हो डाटा टेबल DT इज इक्वल टु BLAC डट गेट एकाउन्ट डिटेल्स भन्ने छ एकाउन्ट नम्बर माग्छ TXT एकाउन्ट होल्डर नेम ए को तानेको
ठिक छ। एकाउन्ट आइडी टीएक्सटी एकाउन्ट नम्बर ए को तान्यो हो। इफ डिटी डट रोज डट सियुएनटी काउन्ट ग्रेटर देन 0 छ भने के आउनु पर्छ, टेक्स्ट बक्समा टीएक्सटी एकाउन्ट होल्डर नेम डट टेक्स्ट इज इक्वल टु डिटी डट रोजको 0 को एउटै रोज लिएर आउने हो। कुन चाहियो त यहाँ डबल कोटभित्र एकाउन्ट होल्डर नेम ACCOUNT एकाउन्ट HOLDR एकाउन्ट होल्डर मात्रै छ डट टु स्ट्रिङ गर्यो। त्यस्तै अर्कोमा नि भ्यालिडेटिङ इभेन्टमा यसको नि भ्यालिडेटिङ इभेन्टमा के गर्दिन त, भ्यालिडेटिङ इभेन्टमा यसको नि यही गर्दिने। सिम्पल हो नि त। यहाँ चाहिँ बी बनाउने यसलाई होल्डर माथि टीएक्सटी बी कन्ट्रोल स्पेस गरौँ एकाउन्ट नम्बर बी यहाँ डट टेक्स्ट हो। अब के गरौँ त डाइरेक्टरीलाई रन गर्नलाई प्रोग्राम डट सीएसबाट रन गर्ने। के गरौँ त यसको नाम ट्रान्सफर एमाउन्ट यो 5 गरिदिउँ हो। ठ्याक्क अब जस्तै अब 101 कति छ अब हाम्रो त छँदै छैन नि अहिले, अहिले त इन्ट्री गरेकै छैन नि। SCMDB होइन, हामी डाटाबेस बनाएछ त, बनाइसक्यो। अनि चाहिँ यहाँनिर अहिले के गरौँ त टिबिएल एकाउन्ट कसैको 1000 भन्दा माथि ट्रान्सफर हुनु नदिने त्यस्तो कन्डिसनहरू सबै राख्नुपर्छ यहाँनिर। एकाउन्ट 1001 NBL भनेर राख है, नबिल भनेर। ट्याब एकाउन्ट होल्डर नेम हरि, एमाउन्ट 2000 छ अरे यसको। अब 1002 NBL त्यो एकाउन्ट होल्डर SITC त चाहिँ यसको 5000 छ। एउटाको 1000 पनि राखौँ ट्रान्सफर हुन नदिने। 1003 ट्याब गीता हुनेछ 100 NBL ट्याब हो। यसको 1000 भन्दा तल ट्रान्सफर हुन नदिने। अहिले योबाट यसलाई ट्रान्सफर गरौँ है त। अब जस्ट एकाउन्ट डिटेल्स आउँछ नि। अब जस्तै 1001 NBL इन्टर गरेर के हुन्छ त, इन्टर ट्याब गरेर के हुन्छ त हरि भनेर आयो। त्यस्तै यसको 1002 NBL लेख्यो के गर्छ त ट्याब गरेर सिधा आउँछ। ट्रान्सफर एमाउन्ट कति त्यो ट्रान्सफर एमाउन्ट हुनु पर्यो है। अब के गर्ने त काम गर्दाखेरि अब ट्रान्सफर एमाउन्टमा यो जस तान्ने भइसक्यो। अब ट्रान्सफर गर्नु पर्यो। मैले ट्रान्सफर गर्नलाई के गर्नु पर्यो त ट्रान्सफर क्लिक गर्दा ट्रान्सफर हुनु पर्यो हो। अनि चाहिँ ट्रान्सफर गर्नलाई के गर्नु पर्यो, पहिलाको यो जुन छ नि यसको त कति एमाउन्ट हो भने त तान्नु पर्यो पहिला। यो मेथडले के गर्छ त यसको DTA भनेर राखौँ है यसलाई। अब DTA हो। अब यहाँ के तान्नु त पैसा तान्नु, यसको कति पैसा छ भनेर एकाउन्ट नम्बर एमा टोटल पैसा कति छ त्यो त तान्नु पर्यो। डेसिमल AMOUNT एमाउन्ट भनेर राख्नु। ठिक छ। DTA डट रोज 0 को एमाउन्ट हो नि त, यहाँ एमाउन्ट भनेर लेखिदिनु के हुन्छ यसले एमाउन्ट तान्छ। यसको डट टु स्ट्रिङ गर्दै यसलाई कन्भर्ट डट टु डेसिमल गरिदिनु पर्यो। कन्भर्ट डट टु डेसिमल कन्भर्ट गरिदिउँ। यो के गर्यो त यसले एमाउन्ट ए को लिएर आयो। अब यसको एमाउन्ट घटाएर कम्पेयर गर्ने हो नि त, टेक्स्ट बक्सको माइनस घटाएर कम्पेयर गर्ने हो नि त। भन्छ डेसिमल टोटल एमाउन्ट ए आफ्टर ट्रान्सफर AMOUNT एमाउन्ट ए आफ्टर TRANSFER कति हुन्छ त यसको भन्छ एमाउन्ट माइनस टेक्स्ट बक्सको एमाउन्ट होइन। भन्छ कन्भर्ट डट टु डेसिमल TXT एमाउन्ट कसरी आउँछ ब्याङ्कमा
डट टेक्स्ट ठिक छ। अब यसले के गर्छ त उसको एमाउन्ट ट्रान्सफर भइसकेपछि उसको जति बाँकी बच्छ त्यो यहाँनिर हुनु पर्यो। तर कतिखेर घटाउने त जब उसको एमाउन्ट चाहिँ ग्रेटर देन 1000 हुन्छ हो। इफ एएमओएनटी एमाउन्ट ग्रेटर देन 1000 हुनु पर्यो। त्यो त कम्पेयर गर्दै जाने हो नि अब होइन। पहिला हेर न फाइनल कोड यसरी हुन्छ क्या। एल्स पहिला त सबै म्यासेज त दिनु पऱ्यो नि। अब त्यसपछि पो बीको काम आउँछ त। अनि बीको भित्र जाने हो नि त हामी अब त्यसपछि के नट सफिसियन्ट डट सो यु हेभ नट सफिसियन्ट एमाउन्ट टु ट्रान्सफर भनेर लेख्नु पर्यो। यु हेभ नट SUFF ICIN सफिसियन्ट एमाउन्ट टु TRNSFER ट्रान्सफर भनेर लेखिदिनु पर्यो। अब यो भइसकेपछि फेरि त अनि न बीको पालि आउँछ होइन। अब बीको पालि आयो भने चाहिँ यसले के गर्छ डाटा टेबल त तान्नु पर्यो बीको एमाउन्ट तान्नलाई। कन्ट्रोल C कन्ट्रोल V। अब यो DTB अब यो बीको डट टेक्स्ट ठिक छ। यो मिलेन कन्ट्रोल स्पेस गरौँ नम्बर B अनि चाहिँ इफ DTB डट रोज डट UNT काउन्ट ग्रेटर देन 0 छ भने के गर्नु पर्यो त यसको पैसा निकाल्नु पर्यो। पहिला पैसा तान्नु पर्यो नि बीको पैसा कति छ भनेर। अनि त्यो पैसामा बल्ल जोड्ने हो नि त होइन। कन्ट्रोल V गर्नु पर्यो। बीको एमाउन्ट B के गर्नु पर्यो एमाउन्ट DTB ठिक छ है एमाउन्ट। अब बीकोमा त चेक गर्नै परेन। अब एकाउन्ट एक्जिस्ट छ कि छैन भनेर मात्रै त्यो चेक गर्ने कुरा आउँछ। माथि नै चेक गरिदिन्छ हो। अब के गर्नु पर्यो यसको एमाउन्टमा त चेक गर्नै परेन। डाइरेक्ट के गर्नु पर्यो त डेसिमल एमाउन्ट B AMOUNT एमाउन्ट B आफ्टर ट्रान्सफर AFTR आफ्टर TRANSFER ट्रान्सफर गर्ने बित्तिकै के हुन्छ त एमाउन्ट B प्लस टेक्स्ट बक्सको एमाउन्ट TXT एमाउन्ट डट टेक्स्ट यसको एमाउन्ट जोडिने भयो हो। ठिक छ। अब दुइटैको एमाउन्ट सबै ठिक आइरहेछ भने 1000 जस्तै अब यो पनि त चेक गर्नु पर्यो नि। यसले ट्रान्सफर गरिसकेको एमाउन्ट पनि त चेक गर्नु पर्यो नि। जस्तै उसो 2000 छ 2000 नै ट्रान्सफर गरिदिन सक्छ नि किन त 1000 ग्रेटर देन अब यो पनि त आफ्टर ट्रान्सफर नै चेक गर्नु पर्यो। इफ आफ्टर ट्रान्सफर एमाउन्ट यदि लेसर देन 1000 पुग्यो भने ग्रेटर देन होइन लेसर देन 1000 भन्दा 1000 भन्दा पनि बढी हुनुपर्छ। यो घटाएर 1000 नआउनु पर्यो ग्रेटर देन 1000। अनि नभए के यु क्यान नट एल्स कन्डिसनमा के गर्नु पर्यो त यसलाई के भनिदिनु पर्यो त योर मेसेज बक्स डट सो सफिसियन्ट एमाउन्ट त होइन। जस्तै आफ्टर ट्रान्सफर योर एमाउन्ट बिकम्स लोवर LOWER लोवर देन 1000 लेख्दियो न उसले बुझोस् न 1000 भन्दा कम छ भने। अब सब ठिक छ भने के गर्नु पर्यो अपडेट गर्नु पर्यो हो। कुन मेथड थियो हाम्रो त्यहाँनिर BL एकाउन्ट डट के ट्रान्सफर एमाउन्ट भन्ने थियो। अब एकाउन्ट नम्बर TXT एकाउन्ट नम्बर A को दियो डट टेक्स्ट TXT एकाउन्ट नम्बर B को माग्यो होइन B को डट टेक्स्ट। त्यसपछि के माग्यो एमाउन्ट A को आफ्टर ट्रान्सफर भइसकेको चाहिँ एमाउन्ट आफ्टर ट्रान्सफर कन्भर्ट डेसिमलमा छँदैछ एमाउन्ट A आफ्टर ट्रान्सफर। त्यसपछि एमाउन्ट B आफ्टर ट्रान्सफर। यति चाहिने हो नि त उता मेसेज बक्स
डट सो ट्रान्जेक्सन कम्प्लिट। स्टोर प्रोसिडियरबाट तिमीहरूको काम हो गरेर लिएर आउने। लिङ्क क्यू भनेको कतिखेर होइन, त्यो पनि डाटाबेसकै काम गर्नलाई लिङ्क क्यू युज हुने हो क्या। तर त्यो भनेको लिनियर इन्टिग्रेटेड क्वेरी भन्छ त्यसलाई, जुन चाहिँ डाटाबेसको क्वेरीलाई चाहिँ लिङ्क क्यूबाट लेख्न मिल्छ क्या। होइन लिङ्क युज गरेँ होइन, एसक्युएल क्वेरी युज गरेँ। अब मैले रन गरेँ, अब जस्तै कसको 1000 रुपियाँ छ, 1003 NBL छ होइन, यसले ट्याब थिच्यो यस्तो आयो। कसकोमा ट्रान्सफर गर्नु पऱ्यो, 1003मा NBL, जसकोमा गरे नि भइहाल्यो नि त। ट्याब थिचौँ, ट्रान्सफर 1000 रुपियाँ गरौँ है त। यसले के भन्छ, म्यासेज त पक्कै आउनुपर्छ, ट्रान्जेक्सन कम्प्लिट। NBL 2मा त छ नि पैसा है, 3मा ट्रान्जेक्सन कम्प्लिट होइन, 2मा त 7000 रहेछ। कम्प्लिट गरौँ न। 3मा बरु थिएन क्या, मोर देन 1000 भनेर आएन। अब यो बिकम्स लोवर देन 1000 आयो। अब जस्तै के गर्नु पर्यो, जस्तै 101मा कति छ त, 2000 छ। मैले 2000 नै ट्रान्सफर गर्नु खोजेँ त दिनु भएन नि 2000। किनभने यसमा 2000 छ, 1000 रुपियाँ चाहिँ दिन्छ फेरि, ग्रेटर द्यान भनेको छ। त्यो 1000 रुपियाँ नि दिँदैन 1000। 1000 नि दिँदैन, किनकि ग्रेटर छ नि त हाम्रो। होइन ग्रेटर छ नि त, ग्रेटर 1000 भन्दा त 1000 इक्वल टु छैन नि त ग्रेटर, तर एमाउन्ट आफ्टर ट्रान्सफर ग्रेटर इक्वल टु चाहिँ राख्नुपर्ने हो क्या। ग्रेटर ल कहाँ जान्छ, इक्वल टु 1000 त आउनै पर्यो नि। कसरी छिर्छ, ल ग्रेटर इक्वल टु राखौँ है त। हेर है, जब कि उसको कति छ, 2000 छ हो, मैले 1000 रुपियाँ अघि ट्रान्सफर गर्न दिएको थिएन। 1001 NBL हो, ट्याप गरौँ, यसलाई चाहिँ जति राख्नु भयो 1002 NBL होइन, 1000 रुपियाँ ट्रान्सफर गरौँ है त। दिन्छ कि दिँदैन, दिन्छ। मैले त्यही त भनिरहेको छु, दिन्छ। 2000 चाहिँ 1000 उसँग बाँकी त बस्छ नि, योसँग 2000 छ, योसँग यो मान्छेसँग अहिले। ल अब दिँदैन, 1000 रुपियाँ छ त्योसँग अझै, 1000 रुपियाँ छ अझै, 6000 रुपियाँ छ, 1000 रुपियाँ छ यहाँ। जस्तै योसँग 1000 रुपियाँ अझै छ, जस्तै 2000 थियो, एकचोटि मात्रै ट्रान्सफर भएपछि 1000 रुपियाँ दियो त ट्रान्सफर गर्न। मैले त्यही भनेको, क्या ग्रेटर देन इक्वल टु 1000 त आउनै पर्यो नि। अनि त्यही त भनिरहेको छु त, जेरो बनाइदिन्छ। अब तिम्रो काम डाटाबेसबाट गर्ने, डाटाबेसबाट स्टोर प्रोसिडियर युज गरेर होइन, त्यो सबै त्यहाँनिर अपडेट यस्तो हुन्छ। हामीले जेनरल क्वेरी यता युज गरेर मात्रै हुन्छ त्यो डाटाबेसमा, के अरे ट्रान्जेक्सनको। त्यसमा नि रोल ब्याक यस्तो हुन्छ, इरर आयो भने एट इरर भनेर हुन्छ। एट इरर आयो भने चाहिँ त्यो रिटर्न पठाइदिने, के अरे रोल ब्याक गरिदिने होइन। जस्तै इरर आएन भने चाहिँ कमिट गर्ने भनेर नि त्यसमा नि हुन्छ ट्रान्जेक्सनको। त्यसमा नि बिगिन स्टोर प्रोसिडियरमा हुन्छ बिगिन ट्रान्जेक्सन भनेर एउटा प्रोसिडियर बनाउने, के प्यारामिटर पठाउनु पऱ्यो पठाउने, त्यहाँ अपडेट गरेर यसरी नै गर्न मिल्छ। ठिक छ। अझै कन्फ्युजन भयो भने चाहिँ रेफरेन्सको लागि एउटा चिज हेर्दा हुन्छ। यहाँ फोल्डर, यहाँ पेन ड्राइभ, त्यसपछि यहाँ फ्ल्याजेक्स ASP.NET
के थियो ट्रान्जेक्सन नै थियो क्या ट्रान्जेक्सन TRANS ट्रान्जेक्सन थियो के थियो कन्फ्युजन भयो भने चाहिँ फाइन्ड TRANSCATION ट्रान्जेक्सन भेट्दैन क्या यो कन्टेन्टमा छ फेरि ट्रान्जेक्सन भेटे क्या सर्च गरेछ टेबल अफ कन्टेन्ट कति छिटो भागिहाल्छ ट्रान्जेक्सन अझै तल ल हेर त ट्रान्जेक्सन कति छ डाटा एक्सेसमा यसमा ट्रान्जेक्सन यहाँ छ ट्रान्जेक्सन्स 26 मा केही प्रब्लम आयो भने यहाँनिर हेर्नु बनाएको छु यो अनुसार लजिक लगाउने पेज नम्बर खै 116 कति थियो ल यो गर्नु है त यसको यो चाहिँ भोलि गरेर आउनु पर्यो हुन्छ यो विजयालाई जितिसकेको छ मैले एडभान्स सिसर 12th क्लास 12th एकछिन म पनि आउँछु 12th क्लास कन्ट्रोल भी भिडियोलाई पनि यो लोकेसनमा भिडियोलाई पनि सेभ गर्दा